तताउनुहोस्। ठुलो भाँडामा दुध हालेर मध्यम आगोमा तताउनुहोस्। लगातार हलाउँदै जानुहोस् कि दुध मिल्वाङ यसरी पिसेर पनि राख्न सक्नुहुन्छ। तल नलागोस् अथवा मुनि नलागोस्। गाढा बनाउनुहोस्। दुध उमालिएपछि हल्का उमाल्दै करिब 20-30 मिनेटसम्म हलाउँदै जानुहोस्। दुध गाढा हुन थाल्छ। छेना जस्तो बनाउनुहोस्। दुध गाढा भएपछि आगो घटाएर हल्का गाढा आउँछ अथवा भाँडोमा पेस्ट आउँछ। यदि चिनी राख्न चाहनुहुन्छ भने यस समयमा राख्न सकिन्छ। खोवा तयार हुन्छ अनि गाढा दुध अलिकति चिसो भएपछि खोवा छेना तयार हुन्छ। तपाईँ यसलाई हलुवा, मिठाई, अन्य परिकारहरूमा पनि प्रयोग गर्न सक्नुहुन्छ अथवा आफैले स्वादअनुसार खान पनि सक्नुहुन्छ। दुध मैले 2 लिटर राखेको छु। पूर्ण फ्याट दुध उत्तम हुन्छ। वैकल्पिकमा मैले भनिहालेँ चिनी राख्न पनि सक्नुहुन्छ स्वादअनुसार अथवा तपाईँले स्किप पनि गर्न सक्नुहुन्छ। मैले सुमेल वाङ पनि राखेको छु।